जापानमा पेडी नचल्ने के हो त खास? हेलो एन्ड नमस्ते सबैजनालाई। के तपाईँहरू जापानमा हुनुहुन्छ र पेडी युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूकोमा मेलमा चाहिँ यस्तो खालको मेल आएको होला होइन। त्यो भनेको चाहिँ म सर एकछिन पढिदिन्छु होइन। पेडी कार्ड नो सिउर्यो ओयोगी एमाजोन देनो साङ्काई रोक्काया तो बाराइनो गोरियो नि चुइतेनो ओसिरासे भनेर तपाईँहरूकोमा आएको होला होइन। यो भन्न खोजेको चाहिँ तपाईँहरू अलरेडी पेडी युजर हुनुहुन्छ र यो कार्ड पेडीको यो कार्ड बोकिराख्नु भएको छ भने चाहिँ अब यो कार्ड चाहिँ कुगाचुको 30 तारिकबाट चाहिँ चलाउन नमिल्ने भनेर आएको छ होइन। तपाईँहरूले नि एकछिन मेल चेक गर्नु होला। एन्ड अनि एमाजोनबाट चाहिँ खाइमुनु गरिराख्नु भएको छ भने साङ्काई र रोक्काई बाराई आतो बाराई थियो नि जुन चाहिँ त्यो पनि अबदेखि चलाउन नमिल्ने भएको छ। तर अरू पेडीको जो जति थियो सर्भिसहरू एप्पलको खाइमुनु अनि त्यसपछि अरू खाइमुनुहरू चाहिँ सोनोमामा चलाउन मिल्ने छ। त्यसपछि भनेको अनि पेडीको नयाँ युजरहरू अब जो जति नयाँ युजर हुनुहुन्छ होइन तपाईँहरूले चाहिँ गोगाचुको 14 तारिकबाट चाहिँ अब यो नयाँ कार्ड यो क्रेडिट कार्ड चाहिँ युज गर्न मिल्दैन। यो कार्डबाट चाहिँ मैले चाहिँ 30,000 चलाउन पाइरहेको थिएँ अनि अरूहरूले को कतिले 50,000 पनि चलाउन पाइराख्नु भएको थियो। त्यो चाहिँ अब चलाउन नमिल्ने भएको छ। बट अब एप्पलबाट जुन सामानहरू किन्नु भएको छ तपाईँहरूले चाहिँ त्यो सोनोमामा चलाउन मिल्छ। सो त्यही हो गाइज होइन। तपाईँहरूले को कतिले यो मेल चाहिँ चेक गर्नु भएको छैन एकचोटि मेल चेक गर्नु होला। आफूले पनि सबै कुरा हेर्नु होला। जो जतिले चेक गर्नु भएको छैन चेक गर्नुहोस्। मैले चाहिँ चेक गरेर थाहा पाएको कुरा चाहिँ तपाईँहरूलाई सेयर मात्रै गर्न खोजेको। थ्याङ्क यू फर वाचिङ। किप सपोर्टिङ किप लभिङ है त।